बुवा मिसी हजुरको नाम बताइदिनुहोस् न। मेरो बुद्धिमान स्टेट। घर कहाँ नि हजुरको? मेरो घर च्याङ्ली हो। ए गोर्खाको गोर्खा च्याङ्ली। च्याङ्ली। अनि परिवारमा को हुनुहुन्छ हजुरको? मेरो परिवारमा अहिले 2 जना मात्र छौँ। छोराहरू यिनीहरू पनि छ। एउटा छोरो चाहिँ जेठो छोरो चाहिँ विश्वासी छ। हजुर। कान्छो छोरा चाहिँ अविश्वासी छ। ए त्यस कारणले अनि यो विषय चाहिँ मैले विश्वास लिएको कारण के त भन्दा पहिला मेरो श्रीमती बिमारी भयो है, बिमारी हो। अनि जता लगे पनि कहिले कहिले चाहिँ वैद्य कहाँ लाने, कहिले झाँक्री कहाँ लाने, त्यस्तो गर्दा गर्दै गर्दा गर्दै कहिले बिरामी चाहिँ के थियो? बिरामी हजुरको श्रीमती बिरामी चाहिँ के बिरामी हुनुहुन्थ्यो? अनि त्यो बिरामी के हो भने पहिला के भन्थ्यो भने फुक्ने व्यथा भन्थ्यो अरे हो। त्यो कारणले अनि जाने ललाउनु हुने, टेक्दै नटेक्ने, अनि बोकेर हिँड्नु पर्ने। त्यसो गर्दा गर्दै गर्दा गर्दै निको भएन। अनि त्यहाँबाट लगेँ पहिले कहाँ लगेँ, लाँदाखेरिमा अनि एउटा झाँक्री के भने झाँक्री रहेछ त्यो आएर के भन्यो भनेदेखि अहिले यो बिरामी कस्तो के भएर ल्यायो भन्यो। त्यसो हेर्नु त्यसले होइन यो व्यथा त त्यहाँ लगेर निको हुँदैन, कहाँ गर्ने भने झाँक्रीबाट लानुपर्छ भनेर चाहिँ अब त्यो झाँक्री कता हो त्यसले भन्यो। भइहाल्यो अब लाने हुने भनेर लिएर गएँ, बोकेर गएँ। त्यहाँ लगेर औषधि गरेँ अनि अलिक बिस्तार भए जस्तो भयो। अब फेरि त्यहीँ लाने भन्ने कुरा थियो। फेरि पनि चाप्दै गयो। अनि त्यसो गर्दा गर्दै गर्दा गर्दै अनि त्यहाँबाट हुँदा हुँदै अनि त्यहाँबाट के भयो भन्नु भने 60वटा जुगार निक्लियो हेर्नुहोस् है दिशाबाट। त्यस्तो भयो। अनि त्यसो हुँदा हुँदै अनि निको भए जस्तो भयो। निको भए जस्तो हुन्छ अनि फेरि पनि उस्तै हुन्छ। त्यसो गर्दा गर्दा अनि के गरेँ मैले भन्नु भने अब देवदेवताको मैले पूजा गरेँ है। मैले पूजा गरेँ अनि बाजा बजाएर चाहिँ थाना पूजा लिएर पनि त्यो डोली पनि लिएर गएँ। त्यो शान्ति हुनको लागि त्यसरी लिएर पनि गएँ। अनि त्यति गर्दा पनि भएन। अनि त्यहाँ फेरि उस्तै वस्तु पनि भैँसी पनि मरेर गयो है। अनि बोकाहरू पनि थियो, बोका नि त्यत्तिकै मरेर गयो। त्यसो हुँदा हुँदै अनि त्यहाँबाट हामीले के गर्यो भनेदेखि अब यो गरेर साध्य लाग्दैन। अब यसरी जति पूजा गर्ने नहुने, अब के गर्नु पऱ्यो भने स्वस्थानी पूजा गर्नु पऱ्यो भन्ने हेर्नुहोस् है। त्यहाँबाट स्वस्थानी पूजा गरेँ मैले। स्वस्थानी पूजा गरेँ 3 वर्ष बिताएँ लगातार। त्यसो गरेर बिताएँ। अनि त्यसो गर्दा पनि भएन। नभएको कारणले अनि के गर्ने भनेदेखि अनि छोरो विश्वासी थियो। 2 वर्ष अगाडि नै विश्वासी रहेछ डमाउने। त्यस कारणले त्यहाँबाट त्यसो हुँदा हुँदै सखा बिमारी भयो फेरि है। यसरी बिमारी भयो। अनि त्यति गरेपछि अनि त्यहाँबाट होइन अब यसरी पनि भएन। यो स्वस्थानी पूजा लगाएर पनि भएन। अब के गर्ने त भन्दा अनि छोरो चाहिँ डमाउनिया थियो, त्यो विश्वास थियो। अब हामीभन्दा अगाडि नै 2 वर्ष अगाडि नै विश्वास भइसकेको थियो, ऊ डमाउनी बसेको। अनि त्यसबाट हुँदा हुँदै त्यहाँबाट हामीले अब यो काम नगर्ने भनेर भने अनि बिमारी साह्रै बिमारी भयो, एकदम लास्टा बिमारी भयो है। भएपछि अनि त्यहाँबाट छोरोलाई बोलाएँ। त्यहाँबाट आमा त साह्रै बिरामी लिन आइज भनेर भने त्यहाँबाट लिन आयो भने एउटा एक्लै आयो, लिएर आयो। अनि त्यहाँबाट आएपछि ल आमालाई लिएर जानु पऱ्यो। 2 जना साथी लिएर आउँछ, कता बसेको चाहिँ पनि लिएर आउँछ। अनि त्यहाँबाट चाहिँ कहाँ लाने हो भनेर भने अस्पताल लाने हो होइन कहाँ लाने त चौरमा लाने हो। चौरमा मलाई थाहा छैन, चौरमा लानु दिन्न। त्यो गाई खाने धर्म हामी मान्दैन म त भनेर भनिदिएको है। हजुरले त्यसो भन्नु? मैले त्यसै भनेँ। अनि त्यसो भनेपछि अनि त्यसो भनेर
आखिर पऱ्यो हेर्नु है, आखिर पऱ्यो, लास्ट टाइम पऱ्यो। अनि त्यहाँबाट चाहिँ त्यो घर गयो डमनीको गएपछि त्यहाँबाट भोलिपल्ट मलाई त अत्याउनु आएको थियो, बिमारीले अब चाहिँ छैन जस्तो भइसक्यो। त्यहाँबाट भोलि पर्सिपल्ट बोलाएँ, त्यहाँ फेरि जीवनलाई बोलाएपछि 3 जना आएछ घरमा, 3 जना आएपछि कसरी लिएर जानु शक्तिलाई नि पाइएला नि भनेर आएछ। नाम रामबहादुर विश्वासी, उसलाई के अरे अगुवा हो त्यो अगुवालाई लिएर आएछ। लिएर आएपछि अनि 4 बजीतिर आइपुग्यो हेर्नुहोस् मबाट। अनि घरको अगाडि आँपाहरू थियो, त्यो आँपाहरूमा छेल परेर बस्यो, घाम थियो, 4 बजे घाम लाग्दै थियो। त्यही जेठ तक थियो कि के थियो, वैशाख तक के थियो। त्यहाँबाट लिएर आएपछि बुवा जयसी भन्यो तिमीले हात मिलायो। अनि त्यहाँबाट जयसी भन्यो। अब म त विश्वासी ल्याएको छैन, के भन्यो होला जयसी भने भने मैले। अनि त्यसपछि आमालाई लिएर गएपछि अनि लिएर गएपछि अनि त्यसपछि त्योभन्दा अझ अगाडि अनि म त्यहाँ गएँ, छोराले बोलाएँ, मलाई बोलाएँ। गएपछि चर्चमा गएँ, चर्चमा हिँड्यो भने गएपछि त के भयो भन्नु होला नि, मैले केही पनि नजानेको यस्तो हुन्छ भने आँखा चिम्म गरेँ हेर्नु चाहिँ। जाँदा जाँदै मलाई त घेरा दियो, जम्मी माझा राखिदियो हेर्नु, मलाई माझा पारिदियो हेर्नु। र पुरा पाखना गरिरहेछ, यिनीहरूले के गरे होला, आँखा चिम्म किन गरे होला भनेर म दङ्ग परिरहेछु। चारैतिर हेरेको छु, के गरे हो म त दङ्ग परेँ। त्यहाँबाट म हेरेको छु के गरे यिनीहरूले के गरे होला भने मलाई खुल्तु लागिरह्यो हेर्नु चाहिँ, मलाई माझा राखेको छ, के गरे यिनीहरूले भने। अनि त्यहाँबाट त्यसो हुँदै सिद्धियो, त्यहाँ गाउँ सिद्धियो र घर आयो। अनि के गरे हो तिमीहरूले, के गरे यो त्यहाँ, के गरे तिमीहरूले भनेर भने छोरालाई। अनि प्रार्थना गरे नि, ए प्रार्थना गरे हो भने। त्यहाँबाट त्यति भोलिपल्ट घर आएँ। घर आएपछि फेरि ऊबाट आयो। मैले त्यतिखेर विश्वास लिएको थिएँ हेर्नुहोस् है, लिएको थिएन। घर आएपछि अनि बिमारी भएपछि अनि त्यहाँबाट पहिला आयो लान्दिनँ, दोस्रोपट्टि आयो 3 जना आएछ। आएपछि ल बुवा अब अबेला पनि भयो, अब के गर्ने हो, आमालाई लान्दिने कि नलान्ने तपाईँ जाने नजाने हो भन्यो भने। पहिला लान्दिने कि नदिने हो भन्यो। होइन कहाँ लाने हो, चर्चमा लाने हो भने मैले। चर्चमा लाने त म दिन्न, अस्पताल लाने भने लानिदिन्छु, नत्र लान्दिनँ। त्यसो भए यहीँ मरु दिनुहोस् आमालाई, भाडा बाँधिदिनु। अब के गर्नु त नि, अब मर्छ भने के गर्ने, मर्छ त नि अब के भन्यो मैले। भने त्यसो भए त तपाईँ लान नदिने भन्दा भन्दै लास्टमा मेरोमा के आयो भन्नु होला भने हुन्छ लानु भने चाहिँ मैले हुन्छ लानु भने। त्यहाँबाट लान्छु हामी, तपाईँ जाने नजाने भनेर मलाई हात ठडाएरै भनेपछि तपाईँ जाने नजाने, तपाईँ जाने हो नि आमालाई लिएर जान्छु, तपाईँ नजानेमा लानु भनेर भनिदियो। भनेपछि के गरौँ भाउलाई। अब श्रीमती हेऱ्यो त्यस्तो मर्ने अवस्था भइसकेको छ, जाने अवस्था भइसकेको छ। अब हुँदैन भने त्यो अवस्था भइसकेको छ, हुन्छ भनौँ नि त्यो कहीँ धर्ममा कसरी जाने हो, मेरो मैले सोचेँ है, त्यो धर्ममा कसरी जाने हो भन्ने कुरा भयो। अनि त्यसो हुँदा अनि लिएर गएपछि त्यहाँबाट विश्वास ल्याएन अझै पनि उसले, त्यहाँ गरेको छैन। अनि त्यसपछि के भयो भन्नुलाई नि, अब हामीले विश्वास लियो भनेर उसले भनेपछि अनि त्यहाँबाट त्यो घरमा भएको सरदमहरू पूजा गर्ने छन्। एउटा पास्टर ल्याएर हामीले मैले स्वस्थानी पूजा गर्ने स्वस्थानी पनि ठेलिए, त्यो अर्को ठेली त्यो पनि डढाइदिए। अनि त्यसपछि त्यो घर भएको त्यो देवदेवता पनि त्यसै मिल्काइदिए अनि डढाइदिए। अनि त्यहाँबाट सम्पन्न गराएर त्यहाँबाट
विश्वास लिन गयो अनि त्यहाँ त्यसो गर्दाखेरिमा हुन्छ भनेपछि लिएर गयो। लिएर गएपछि अनि त्यहाँबाट ल के अरे फलान दिन 3-4 दिनपछि आउनुपर्छ नि भने मैले विश्वास लिएको थिइनँ भन्दाखेरिमा हुन्छ भनेर लिएको हो। लिएर गएपछि यहाँ वस्तु छ, धेरै छ, बाख्रा 15 बाख्रा छ हेर्नुहोस् है, हल गोरु छ, भैँसी त मरिसकेको थियो, मरिहाल्यो दुहुना भैँसी, हल गोरु छ। त्यो धानेर बस्नु परेको छ, त्यहाँ घाँसपात गरेर पराल हालेर गएँ हेर्नुहोस् है, बिहान गएँ। गएपछि यसलाई चाहिँ बोलाउँदै बोलाएन मैले, श्रीमतीले बोलाउँदै बोलाएन, रिसाले हेर्नुहोस् है, रिसाले बोलाइन। अनि त्यहाँबाट त्यहाँ खाना खाएँ, उत्तिखेर फर्किहालेँ होला नभनिकन, किन यो दिन आउँछ भने किन नआएको भनि पनि भन्ने, केही पनि नभनिकन मैले रिसाले नभने। त्यस कारणले अनि त्यहाँबाट उत्तिखेर त्यहाँ खाना खाएर फर्किएँ। त्यहाँबाट 2 दिनपछि आइपुग्यो। 2 दिनपछि आइपुगेपछि अनि त्यहाँबाट मैले रिसिरहेको थियो, रिसिरहेको थियो। त्यहाँबाट चाहिँ आएर भात गरेँ मैले। अनि त्यहाँबाट खाना आइज पनि भने कि भनिनँ, केही पनि भन्ने। अब चाहिँ त्यसो गर्दा गर्दै खायौँ है। खाएपछि म सुत्ने अवस्था भयो। ओछ्यान बिस्तारा पल्टिन्छु भन्दाखेरिमा मेरो त के भयो भन्दाखेरि यो भुँडी त कटक्क काटेर आयो है, मलाई कटक्क काटेर आएँ। म बिमार भएँ। त्यहाँबाट मैले सहुन्जेल त अनि श्रीमतीले प्रार्थना गरिदिउँ भने है, त्यतिखेर चाहिँ त्यही गरेर आएँ, विश्वास गरेर आएँ उहाँ पनि। अनि त्यहाँ मैले विश्वास लिन है दिएको थिइनँ। त्यसपछि प्रार्थना गरिदिउँ है भने विश्वास लिएर आएपछि प्रार्थना गरिदिउँ है भने पर्दैन, मलाई प्रार्थना गर्नु पर्दैन भने है, मैले ढिली गरिरहेँ। त्यहाँबाट हुँदै मेरो अवस्था सकिने अवस्था भएपछि मैले थाहा नभए ल थाहा पाउनु त पाएको, प्रार्थना गरिदिउँ भने थियो। हुन्छ भनेर प्रार्थना गरिदियो नि, जानी नजानिकन गरिदिएको थियो। त्यहाँबाट त्यो ओछ्यान पल्टी भोलि बिहान भयो झसङ्ग भइरहेको। ओहो, म त त्यस्तो आएको थिएँ, आज यो अवस्था यस्तो भएपछि परमेश्वरले साँच्चै नै परमेश्वरलाई हामीले मान्नु पर्ने रहेछ, हामीले परमेश्वरमा डुबेरै रहनु पर्ने रहेछ भनेर मैले भने है। त्यहाँदेखि मैले विश्वास लिएको हो। अनि के अरे श्रीमतीले गर्दाखेरिमा मैले विश्वास लिएँ हेर्नुहोस् है। त्यसरी कर काप गरेर मलाई विश्वास पछि उहाँ विश्वास दिलाएको मैले। त्यसो गरेर अहिले परमेश्वरले मलाई धेरै राम्रो गरिरहेको छ उहाँले मलाई। अनि यहाँ मैले फेरि धेरै मेरो कहानी धेरै छ हेर्नु। किन भन्दा हामीले विश्वास लिएपछि अनि उहाँ के अरे चितवन छ छोरो, कान्छो छोरो, त्यसले विश्वास ल्याएन। त्यसले के भन्यो, मैले विश्वास लिने बित्तिकै त्यसले विश्वास लिएन। किन लिएन भन्दा बुवा म त लाउरी हुनु पाएँ, म विश्वास लिन्छु, नत्र लिन्न भनेर भनिदियो। ल त लाउरी हुन्छस्, अनि लाउरी हुनुमा के अरे खर्च दिनुपर्छ नि, रकम दिनुपर्छ नि भनेर भन्यो। ल दिउँला। एकचोटि आएर भएन, गएर भएन है, त्यो विश्वास नलिने कुरा। एकचोटि आयो भएन भने त्यहाँबाट गयो भएन है, भएन। त्यो नभएपछि हामीले विश्वास दिएपछि पछि त्यो भने मलाई होइन बुवा मलाई पैसा दिनु पऱ्यो, म लाउरी पनि जानु पऱ्यो भनेर भन्यो। त विश्वास हुने हो नि, म तँलाई पैसा दिन्छु तर दिन्न, म लाउरी भयो भने म विश्वास हुन्छ नि भनेर भन्दाखेरिमा ल त भनेर भने दिएँ। त्यहाँबाट आखिरमा लाउरी भएन। मैले प्रार्थना गरिदिएँ, जानी नजानी गरेँ, लाउरी भयो। आखिर लाउरी त भयो तर विश्वासमा आएन। त्यसको स्वानी चाहिँ के अरे विश्वासी हो हेर्नु। चेङ्गलीमा सधैँ विश्वास लिएको, 1.5 वर्ष विश्वास लिएर 1.5 वर्षसम्म विश्वास लिएर आखिरमा अनि के भयो, छोरो बिरामी भयो भनेर म डमली जान्छु, म अस्पताल जान्छु, छोरोलाई निको बनाउँछु भनेर हिँडेको मैले। अनि मसँग चाहिँ ल खर्च छैन बा
यसरी खर्च छैन, खर्च दिनु पर्यो, म के अरे छोरालाई निको बनाएर ल्याउँछु भनेर भन्यो। भनेर लो त भनेर दिएँ। आखिर मैततिर हाकियो त्यसलाई, मैततिर हाकियो। त्यहाँबाट हाके त्यसले विश्वास अनविश्वास गऱ्यो, त्यसले छोडेर लत्याएर हिँड्यो। अनि त्यसपछि हिँडेपछि त्यहाँदेखि फेरि हामीलाई बोलायो। हामी यहाँ च्याङ्लीमा थियौँ हेर्नु। आज 25 वर्ष भयो मैले च्याङ्ली छोडेको हेर्नु। 25 वर्ष भयो। उहाँ गएर घर बनाएँ हेर्नु। घर बनाएर अनि बसोबासो गरेँ। 4 कोठा घर बनाएर त्यहाँबाट आखिरमा चाहिँ के भयो, मलाई घिर्ना गरेँ हेर्नु। कहिले बाइबल फ्याँक्दिने हेर्नु, कहिले के गर्ने। कसले? बुहारीले। त्यो लत्याएर हिँड्ने। त्यस्तो कहिले चाहिँ बाइबल फ्याँक्दिने, कहिले के गर्ने। अनि प्रार्थना गरेर उसलाई मनै नपर्ने, त्यस्तो गरेँ हेर्नु। त्यस्तो गऱ्यो। त्यसो गर्दा गर्दै हामी त्यहीँ थियौँ। अनि मण्डलीमा जाँदै थियौँ। त्यसो गर्दा पनि अनि हामीले हामीले प्रार्थना पनि गर्न नदिने, त्यहाँ बाइबल पढ्न पनि नदिने हेर्नु। मैले बाइबल पढ्न पाए पनि होइन हेर्नु। त्यहाँ गएर बाइबल पनि पढ्न पाइनँ। अनि त्यहाँबाट आएँ। पहिला चाहिँ मैले बक्सी लिएको के अरे डमौलीमा हेर्नु। डमौली अर्जुन पास्टर गाउँ डमौली मैले त्यहाँ ग्रहण गरेको त्यहीँ हो, भक्ति लिए त्यहीँ हो। हामीले सुसमाचार प्रचार गरे नि उहिले हो। त्यसै कारणले अनि त्यसो हुँदै हामीलाई धेरै हामीलाई यस्तो नराम्रो कायदाले नराम्रो शब्द गरेको कारणले हामी यसरी त्यहाँबाट हामी निस्केको कारण के हो हेर्नु। त्यहाँबाट आउनु पर्यो। र त्यो किनभने त्यो साह्रै न त्यसले लत्याएर हिँडेको कारणले हेर्नु है, लत्याएर हिँडेको मान्छेले आखिर हामीलाई पनि लत्याइदियो। किन भन्दा उसले मेरो बाइबल पनि फ्याँकिदिने, मैले प्रार्थना गर्न नपाउने, मैले बाइबल हेर्नु पनि नपाउने, त्यस्तो के अरे त्यस्तो अधिकारमा त्यसले राख्यो मलाई हेर्नु। त्यसो गरेको कारणले हामी त्यहाँबाट फेरि हामी त्यसले मैले 4 कोठा घर मैले बनाएको घर पनि मैले छोडेर आउनु पर्यो हेर्नु। अहिले त्यो घर छ, त्यो घरमा मैले बस्नु पाउँदिनँ। अहिले त्यो घर चाहिँ म बसेको कोठामा अहिले ढोका पनि छैन हेर्नु। ढोका सबै भत्काएर मिल्काइदिएछ हेर्नु। त्यस्तो गरेर मिल्काएर अनि सबै ठुलो बनाइरहेको त्यसलाई अहिले जाँदा। त्यस्तो भएको कारणले हामीले तुलफुल भएर हाम्रो मन मेरो दुई दम्पतिको तुलफुल भयो, मन तुलफुल भएर कता जाउँ र के गरौँ। परमेश्वर मलाई क्षमा गर्नु, मलाई यो अवस्था बनाएको छ। तपाईँले मलाई के गर्नुहुन्छ, तपाईँले कहाँ राख्नुहुन्छ, मलाई कहाँ लगेर राख्नुहुन्छ, के गर्नुहुन्छ प्रभु, म तपाईँको चरणमा छु भनेर मैले भने हेर्नुहोस् है। त्यति भने मैले। त्यसो गर्दै मैले अब त्यहाँ पनि चर्चमा गएँ। चर्चमा जाँदाखेरि पनि त्यहाँ यस्तो कुराकानी भयो। म अब पास्टर सानी मैले कुरा गरेँ, सर अब यहाँ बस्ने पाउने अवस्था भएन, अब हामी आउने ठाउँमा जानु पर्ने हो। यहाँ मैले घर बनाएर के काम लगाएर मैले बस्ने अवस्था भएन, बस्ने दिने अवस्था भएन भनेर भने। ल होइन जाने होइन, यहीँ बस्ने हो, एउटा कोठा लिएर बस्ने भन्यो भन्दाखेरि चाहिँ कोठा लिएर बस्नु पनि मन लागेन, नजिक त्यसको अगाडि बस्नु पनि मन लागेन। त्यसो हुनाले अब अहिले जाँदा पनि प्रार्थना गर्न दिँदैन। त्यसै कारणले मैले बाइबल पढ्न नभएको कारणले मैले बाइबल राम्रोसँग पढ्न पनि पाएको छैन, मैले जाने पनि छैन, राम्रोसँग जानेको छैन। त्यसो हुँदा डाँडा कटेर आउँदाखेरि म डमौली आएँ। डमौलीबाट चितवन गएँ, चितवनबाट फेरि डमौली आएँ। आएर अनि डमौली आएपछि फेरि त्यहाँ पनि बेकायदा भयो हेर्नु। त्यस्तो भएको कारणले हामी यसरी हिँड्नु पऱ्यो। तर हामी परमेश्वरको पछि लगाएर हामी हिँडेको छौँ। हामी अवस्था सकिसकेको छ, हाम्रो अवस्था यस्तो भइसकेको छ। त्यस कारणले हामी चाहिँ परमेश्वरको आधारमा हिँडेको छौँ। परमेश्वर हाम्रो जति पनि परमेश्वरमा आधार, हाम्रो आधार को छ र? हाम्रो छैन नि। त्यस कारणले परमेश्वरको आधारमा हामी मेरा परमेश्वरको आधारमा हिँडेको छौँ। अनि उहाँलाई म धन्यवाद दिन्छु। त्यस कारणले हामी यसरी नै यो मण्डलीमा आएको छौँ हेर्नु। आज यो मण्डली आएको 4 वर्ष लाग्यो हेर्नु। त्यस कारण यो मण्डलीमा हामी प्रवेश भएको 4 वर्ष भयो। त्यस कारण यही मण्डलीमा हामीले
गर्न पाऊँ, प्रभु तपाईँको महिमा गर्न सकौँ, यही मण्डली बसेर भनेर मैले भनिरहेको भन्दाखेरि यो तरिकाबाट यो भएको कारणले म परमेश्वरमा हामी धेरै धेरै परमेश्वरलाई म धन्यवाद दिन्छु। परमेश्वरमा रहेर परमेश्वरमा डुबेर रहनको लागि परमेश्वरले मलाई सहायता दिनुहुन्छ, दिनुभएको छ। त्यस कारण यही भइरहेछ मेरो कुरा। यति। जय मसीह। हुन्छ बुवा, धन्यवाद। जय मसीह।